प्रभु क्यापिटलमा अनलाइन डिम्याट खाता कसरी खोल्ने? सर्वप्रथम प्रभु क्यापिटलको वेबसाइट www.prabhucapital.com मा जानुहोस् र ओपन डिम्याट अकाउन्टमा क्लिक गर्नुहोस्। आफूलाई उपयुक्त डिम्याट स्किम छनौट गरी अप्लाई नाउमा क्लिक गर्नुहोस्। आफ्नो अकाउन्ट टाइप छान्नुहोस्। यदि माइनरको खाता खोल्दै हुनुहुन्छ भने यस छान्नुहोस् र होइन भने नोलाई छान्नुहोस् र ओपन अकाउन्टमा क्लिक गर्नुहोस्। साइन अपमा क्लिक गर्नुहोस्। अब आफ्नो फुल नेम, इमेल एड्रेस, मोबाइल नम्बर र पासवर्ड राखी आई अग्री टु टर्म्स अफ सर्भिसमा क्लिक गरी रजिस्टरमा क्लिक गर्नुहोस्। अब तपाईको रजिस्टर इमेलमा टोकन आउनेछ। आफ्नो इनबक्समा टोकन नम्बर हेरी टोकन राख्नुहोस् र सबमिटमा क्लिक गर्नुहोस्। अब तपाईले पर्सनल डिटेल्स, आइडेन्टिटी प्रुफ डिटेल्स, जेन्डर, नेसनालिटी, म्यारिटल स्टेटस, सिटिजनशिपको डिटेल्स राखी नेक्स्टमा क्लिक गर्नुहोस्। आफ्नो कन्ट्याक्ट डिटेल्स, पर्मानेन्ट एड्रेस राख्नुहोस्। यदि पर्मानेन्ट र करेन्ट एड्रेस सेम हो भने करेन्ट एड्रेस सेम एज पर्मानेन्ट एड्रेस ट्याप गरी नेक्स्टमा क्लिक गर्नुहोस्। आफ्नो फ्यामिली डिटेल्स राखी नेक्स्टमा क्लिक गर्नुहोस्। आफ्नो अक्युपेसन राखी नेक्स्टमा क्लिक गर्नुहोस्। आफ्नो ब्याङ्क डिटेल्स सबै राखी नेक्स्टमा क्लिक गर्नुहोस्। अब तपाईको आवश्यक डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ। आफ्नो दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो अपलोड गर्नुहोस्। त्यसपछि आफ्नो नागरिकताको अगाडि र पछाडिको भाग स्पष्ट देखिने फोटो अपलोड गर्नुहोस्। सिग्नेचर अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो वा नीलो पेनले गरी अपलोड गर्नुहोस्। ल्याप्चे लगाउँदा अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा दायाँ र बायाँ छुट्टाई अपलोड गर्नुहोस्। नागरिकता, लाइसेन्स वा अन्यत्र प्रयोग भएको औँठा छाप प्रयोग गर्न पाइने छैन। अब फोटो अफ एप्लिकान्ट होल्डिङ दियर सिटिजनशिप डकुमेन्टमा सक्कल नागरिकता हातमा लिएको अनुहार स्पष्ट देखिने गरी खिचिएको फोटो अपलोड गर्नुहोस्। फोटोकपी भने हुनु हुँदैन। यस्तो फोटोमा नागरिकता, जन्मदर्ता विवरण पढ्न मिल्ने गरी खिचिएको हुनुपर्छ। अन्यथा पढ्न नमिलेको खण्डमा रुजु नहुने भएको कारण आवेदन रद्द हुनेछ। नाबालकको हकमा जन्मदर्ता अनिवार्य हुनुपर्छ। साथै संरक्षकमा बुवा वा आमा हुनुपर्नेछ भने जन्मदर्ता बाहेक अन्य कागजातहरू जस्तै अस्पतालको जन्मदर्ता प्रमाणपत्र, नाबालक परिचय पत्र मान्य हुने छैन। लोकेसन म्याप आफू हाल बसोबास गरिरहेको घरबाट नजिकैको कुनै प्रचलित स्थान हुने गरी स्पष्ट हुने गरी राख्नुहोस्। अब नेक्स्ट क्लिक गर्नुहोस् र आफूले भर्नुभएको विवरणहरू रिभ्यू गर्नुहोस् र सबै ठिक छ भने नेक्स्टमा क्लिक गर्नुहोस्। अब केवाइसी भेरिफिकेसनमा तपाईले भिडियो केवाइसी सेलेक्ट गरी आफूलाई उपयुक्त अफिस समयभित्र भिडियो कल स्केड्युल गर्न सक्नुहुनेछ। सबमिट बटनमा क्लिक गरेपछि तपाईको रजिस्टर्ड इमेलमा लिङ्क आउनेछ। तपाई अब आवेदनको अन्तिम चरणमा आइसक्नु भएको छ। आफूले सेलेक्ट गर्नुभएको डिम्याट स्किम अनुसार तपाईले पेमेन्ट गर्नका लागि आफूलाई उपयुक्त हुने पेमेन्ट मेथड सेलेक्ट गर्नुहोस्। पेमेन्ट तपाईले कनेक्ट आइपिएस, ई-सेवा अथवा खल्तीबाट गर्न सक्नुहुनेछ। पेमेन्ट गर्नु भएपछि सबमिट रिक्वेस्टमा क्लिक गर्नुहोस्। तपाईको आवेदन अब हामीलाई प्राप्त भएको छ। आवेदन प्राप्त भएसँगै तपाईले रेफरेन्स नम्बर पाउनुहुनेछ। स्क्रिनमा देखिएको रेफरेन्स नम्बरद्वारा तपाईले क्यापिटलमा सम्पर्क गरी अथवा प्रभु क्यापिटलको एपमा रहेको प्रोसेस ट्र्याकर मार्फत आफ्नो खाता खुलेको वा नखुलेको ट्र्याक गर्न सक्नुहुनेछ। त्यसैले रेफरेन्स नम्बरलाई सुरक्षित राख्नुहोस्। तपाईले भर्नुभएको विवरण सबै सही छ र भिडियो केवाइसी पनि तपाईले पुरा गर्नुभएको छ भने प्रभु क्यापिटलको डिम्याट खाता नम्बर र मेरो सेयरको विवरण तपाईको रजिस्टर्ड इमेलमा पाउन सक्नुहुनेछ। डिम्याट खाता खुलेपछि सी-आस्वा सदस्य रहेको आफ्नो ब्याङ्कबाट CRN रजिस्टर गर्न सक्नुहुनेछ। अनलाइन मार्फत डिम्याट खाता खोल्न केही समस्या भएमा प्रभु क्यापिटलको हटलाइन नम्बर 0159702000 अथवा dp@prabhucapital.com मा सम्पर्क गर्न सक्नुहुनेछ।